चुनाव आउन नजिक भइसक्यो, त्यही पनि मम्मी अझै पनि आलु खन्दै हुन्छ। मम्मी आलु खन्नमै व्यस्त हुनुहुन्छ त, चुनाव लागेको छैन तपाईँलाई त्यसो भनेपछि? चुनाव त लागिरहेछ नि भाइ, हामी किसान मान्छेहरू के गर्नु, नगरी खान पाइँदैन। यी बारीमा आलु पाकिरहेछ, पानी आउन आँटिरहेछ, हामी त आलु खन्नै व्यस्त छौँ। चुनाव त नेताहरूलाई लाग्छ नि, हामी नेता होइनौँ, के गर्नु। ए नेताहरू त घर दैलो कार्यक्रममा व्यस्त होला नि यति बेला। नेताहरू त घर दैलोमा व्यस्त होलान्। हामी त अब पारीबाट ल्याएर खाउँ भने पारीपट्टि किन्न जाने पैसा छैन। आफ्नै गाउँघरमा मिहिनेत गरेर उत्पादन गरेर अर्ग्यानिक आलुहरू यस्तो राम्रो उन्नत जातको फल्छ, यस्तै खान्छौँ। अनि हजुर पर्नुभयो झापा 5 को मतदाता। झापा 5 मा त यसपालि निकै प्रतिस्पर्धा छन्, तपाईँले त्यो थाहा छैन? थाहा छ। यसपालि प्रतिस्पर्धीहरू 2 जना प्रधानमन्त्री हुने 2 जना हुनुहुन्छ उम्मेदवारहरू, रासोपाको र नेकपा एमालेको। बालिन आफू मेयर छोडेर यहाँ दमकमा केपी ओलीलाई भिड्न आउनु भएको छ। अनि यहाँ स्थानीय उम्मेदवार रन्जित तामाङ पनि हुनुहुन्छ। अनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू पनि यसपालि फेरि आफ्नो उम्मेदवार दिनुभएको छ। तपाईँ चाहिँ यसपालि यी 3 उम्मेदवार, अरू पनि उम्मेदवार छन् 25 छनौटमा, तपाईँको यसपालि मतदान चाहिँ कसलाई र किन गर्दै हुनुहुन्छ? म चाहिँ यहीँको स्थानीय, यही भूगोलमा जन्मी हुर्की गरेको, यही मर्दाको मलामी पर्दाको जन्ती, यही जानेको, बाहिरबाट आएको, अरू जिल्लाको मतदाता होइन। यही जन्मेको, यही हुर्केको र यहीँको जनताहरूको चाहिँ विकास, उहाँको स्वास्थ्य शिक्षालाई चाहिँ अब्बल सदनमा गएर कुरा उठाउन हालको योग्य र सक्षम उम्मेदवार चाहिँ रन्जित तामाङ हुनुहुन्छ। उहाँ चाहिँ नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य, तारा चिन्हमा मतदान गर्ने निर्णय गरेको छु मैले। ओहो, तपाईँले त तारा चिन्हमा मतदान गर्नुभएछ। तर यहाँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू भन्नुहुन्छ मैले पूर्वाधारमा काम गर्छु, दमकका बाटोघाटो, भ्यू टावर, भ्यू कम्प्लेक्स बनाए। हाम्रो घरबाट पनि भ्यू टावर चाहिँ देखिन्छ, यहीँ नजिकै छ, यही दमकमा यस्तो पूर्वाधारहरू बनाउनु भएको छ। तपाईँ पनि किन अझै पनि तारा चिन्हलाई मतदान भन्नुहुन्छ? केपी शर्मा ओलीले यत्रो काम गर्नुभएको छ। केपी शर्मा ओलीले काम गरे भन्ने त एउटा भ्रम मात्रै हो। उहाँले त रेल ल्याएर रन पारिसक्नुभयो, मेचीदेखि महाकाली हुँदै इन्डियासम्म। घर घरमा हामीहरूलाई ग्यास बोक्नु परेको छैन। अहिले घर घरमा पाइपलाइन ल्याएर ग्यास दिइरहनु भएको छ। यी दमकको यस्तो विकसित ठाउँमा बसेर नि एउटा खानेपानी शुद्ध हामीहरूले भर्खर 2 महिना अगाडिदेखि मात्रै पाएका छौँ। खानेपानी शुद्ध थिएन, बाटाहरू धुलो उडेर मर्किलाएर केही छैन। विकास गर्नुभयो भन्छन्, खोइ कहाँ गर्छौँ, गर्नुभयो देखेको छैन। हामी स्थानीयले देखाएको छैनौँ। एउटा देखेका छौँ, एउटा जङ्गला मुलुकमा लगाएर एउटा भ्यू टावर के अरे सिमेन्टीको थुप्रो बनाउनु भएको छ, त्यो कुनै प्रयोगविहीन र एउटा जङ्गलमा छ, त्यहाँबाट चरामुसादेखि बाहिर केही जाँदैन, प्रयोगविहीन छ। खोइ विकासको नाममा चाहिँ भ्रम मात्रै हो। केपी शर्मा ओलीले दमक 5 नम्बर क्षेत्रमा केही विकास गर्नु भएको छैन र यसपालि विकास गर्ने योग्य उम्मेदवार चाहिँ रन्जित तामाङ हुनुहुन्छ। उहाँलाई तारा छापमा चाहिँ तारा चिन्हमा मतदान गरी विजय गराइदिनु हुन हामी सबै मतदाताहरूलाई हार्दिक अनुरोध गर्दछौँ। अनि यसपालि मेयर साहब पनि आउनु भएको छ, बालेन्द्र शाह। उहाँको यसपालि घन्टी चिन्ह लिएर पुरै देशै हल्लाइराख्नु भएको छ। के यस झापा क्षेत्रमा 5 मा चाहिँ के छ माहौल? उहाँले जित्नुहुने कतिको? बालेन्द्र शाह पनि एउटा युवा जेनजीले रोजेको एउटा व्यक्ति चाहिँ हो, एउटा छवि भएको। तर काठमाडौँमा जुन जनताले उहाँलाई मेयर दिएका थिए, आफ्नो कार्यकाल पुरा नगरी त्यो ठाउँको विकास र त्यहाँका जनतालाई म मेयरको उम्मेदवार हो भने उहाँकालाई सन्तुष्ट नपारी, उहाँको काम गर्न नसकेर त्यहाँको जनताले नपत्याएर टुरिस्ट भिसामा झापा आउनु भएको छ र उहाँले अब उहाँ भनेको हाम्रो अतिथि हो, पाहुना हो, उहाँलाई हामीहरूले सम्मान गर्नुपर्छ। उहाँलाई वेलकम छ, आउनुभयो। तर भोट चाहिँ हाम्रो रन्जित तामाङलाई तारा चिन्हमा हुनेछ। धन्यवाद भाइ। हुन्छ मम्मी, तपाईँलाई मैले धेरै डिस्टर्ब गर्न चाहिनँ। तपाईँ आलु खन्दै हुँदो रहेछ। चुनावको सन्दर्भमा निकै ज्ञान चासो दिनुभएको रहेछ, त्यसमा धेरै खुसी लागिरहेछ। हस् त, तपाईँले भनेको कुरा पनि पुरा हुन्। अब हेर्दै गरौँ, चुनावी गर्मी बढिरहेको छ। अब झापा क्षेत्र नम्बर 5 लाई अलिक विशेष पनि छ, किनभने यहाँनिर पूर्व प्रधानमन्त्री र अहिले नयाँ राष्ट्रपाका आकाङ्क्षी बालेन्द्र शाहज्यू पनि भेट्दै हुनुहुन्छ। अब हामी झापा 5 का मतदाताले के गर्छौँ त्यो त चुनावको 22 गते, फागुन 22 गते मात्र हामी सबैले थाहा पाइहाल्नेछौँ। त त्यसको लागि म बिदा हुन चाहन्छु। धन्यवाद।